हेलो एभ्रिवान, वेलकम टु माई भ्लग भन्दा पनि यो तपाईँहरूलाई मैले इन्फर्म गर्न आएको हो। यो चाहिँ मेरो अफिसियल एकाउन्ट हो है। मैले यसमा भ्लगहरू हाल्छु। अफिसियल भन्नाले जस्ट सबै अफिसियल हो, तर यसमा चाहिँ म भ्लगहरू हाल्छु अब होइन। मेरो इन्फर्मेसनहरू के गर्दैछु त्यो दिन्छु तपाईँहरूलाई। अनि आज चाहिँ म एउटा प्रोजेक्टको लागि आएको छु। अनि हाम्रो यहाँ जगत दाई हुनुहुन्छ, सामिया आउँदै छिन् रे। अनि त्यसपछि हाम्रो सुधीर श्रेष्ठ दाई हुनुहुन्छ। म सबैलाई इन्क्लुड गराउँछु भ्लगमा, हेर्नु होला है त। भ्लग त नभनौँ, यो यत्तिकै ऱ्यान्डम भिडियो। तपाईँहरूले थाहा पाउनुहुन्छ नि त यो मेरो युट्युब च्यानल हो भनेर। अनि थम्स अप गर्नको लागि, लाइक गर्नको लागि, सब्सक्राइब गर्नको लागि चाहिँ मैले बनाएको हो है। आवाज आएको छ कि छैन, पछाडि एकदम डिस्टर्बेन्स छ, त्यही भएर अलिक चिच्चाएर बोलिरहेको छु। यदि चिच्याउँदाखेरि पनि आवाज आएको छैन भने चाहिँ त्यसको लागि धेरै धेरै मनदेखि नै क्षमा प्रार्थी छु है त। यहाँ पुरै कन्स्ट्रक्सनको काम भइरहेको छ कि माथितिर है त। अब जगत दाई आउने बित्तिकै म जगत दाइलाई देखाउँछु, सुधीर दाई आउने बित्तिकै सुधीर दाइलाई देखाउँछु, सामी आउने बित्तिकै सामीलाई देखाउँछु। अहिले चाहिँ म एक्लै छु। खासमा अफिसमा भेट्ने प्लान थियो, तर अफिसमा नभेटिकन यहाँ कफी खाँदै गफ गर्ने रे। ठिक छ, कफी खाँदै गफ गरौँ न होइन ल है त। अनि हामी नयाँ प्रोजेक्ट पनि गर्दैछौँ। नयाँ प्रोजेक्टको लागि पनि आएको हो म खासमा। मैले भनेको थिएँ हजुर लाइभमा, सीताको टिमसँग मैले नयाँ प्रोजेक्ट गर्दैछु भनेर। त्यो पनि हो है। कुरा गर्दा गर्दै बालकृष्ण दाई अनि सामिया आइपुगे। अनि हाम्रो सुधीर दाई पनि आइपुग्नु भयो। सबैजना यहाँ हुनुहुन्छ। अब यो गेटबाट छिर्दै हुनुहुन्छ बिस्तारै है। अब आएपछि देखाउँछु म। बाल दाई आउनु भएको छ, यहाँ सुधीर दाई आइसक्नु भएको छ। अनि सामियाको लागि चाहिँ सामी नयाँ भ्लग सुन न। यहाँ सामी आइसकेको छ है। सामियाजी हुनुहुन्छ। हेलो सामियाजी। सामियाजी के अरे यो चाहिँ मेरो युट्युब च्यानल हो, यसको बारेमा के भनिहालौँ। हेलो नमस्ते सबैजनालाई। सन्दीपको नयाँ युट्युब च्यानल। नयाँ युट्युब च्यानल होइन, यो अर्को युट्युब च्यानल। मतलब त्यही त अर्को युट्युब च्यानल रहेछ। हेलो सबैजनालाई, सन्दीपको चाहिँ यो अर्को युट्युब च्यानल रहेको छ, जहाँ चाहिँ हजुरहरूले भ्लग देख्न सक्नुहुन्छ। अनि त्यस्तो चाहिँ अर्को कुरा चाहिँ के हो भने, पहिलाको जसरी नै सन्दीपको यो अर्को युट्युब च्यानललाई पनि माया गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यसपछि धेरै पछि सन्दीपसँग भेट भएको छ। हेलो एकदम हेलो हेलो सामिया। हेलो सृष्टिसँगको भेट अब के भन्छ नेपालीमा, के इङ्ग्लिसमा के भन्छ? ओहो गुरुदेव आउनुभयो। उहाँ आएपछि सौरभ, अब हाम्रो गुरुदेव आइसकेपछि बल्ल भ्लगले एउटा के पायो, गति पायो है। अब गति पाउने भयो। सीता रेगुलर हेर्नु होला, के एउटा सरप्राइज हुनसक्छ सीतामा। म हिजो भर्खर सेड्युलबाट पड्केको सीताको। ए सरप्राइज छ। सीतामा म छु, सीतामा म छु रे। सरप्राइज भनिरहेको छु त। सरप्राइज सीतामा म पनि छु। सीता दिस इज कुसुम। कुसुम होइन, अरूको नाम अर्कै हो। सुबिन दाइले भन्नु, सुबिन दाइले भेटेको टिममा भेटेको थिएँ। त्यो सँगै गर्छ नि त हामी, सुबिन सेन्चुरी के ब्याकग्राउन्ड स्कोर। ए होइन अर्कै त्यो अर्कै दाइले काम भटाभट गर्दै हुनुहुन्छ। कति हो भन्दै यसो के भनिदिनु त्यो भ्लगमा। हेलो नमस्कार। सबैजनाले चाहिँ हरि भाइलाई ल्याउनु पऱ्यो तान्नु पऱ्यो भन्नुभएको थियो। हामीले तान्दैछौँ। अब हाम्रो चाँडै नयाँ प्रोजेक्ट आउँदैछ, सो हामी सबैजना चाहिँ यहाँ तयारीमा जुटिरहेको छौँ। ल गजब गजब। कस्तो राम्रो देखिरहेको, मलाई पनि हेर्नु देखिरहेको थियो। बाललाई ह्यान्डसमै हुनुहुन्छ है। हाम्रो सुधीर सर है, हामी चाहिँ धेरै समय पछाडि भन्दा पनि अस्ति सिलगढ नभेट्दा थिएछ, तर वर्षौँपछि हो नि। दाइसँग त मेरो फर्स्ट भेट है। फर्स्ट टाइम दाइसँग चाहिँ मेरो फर्स्ट भेट। सामने अहिले के को लागि विशेष के को लागि विशेष चाहिँ हामी चिया कफीको भेटघाट रहेको छ र सरप्राइजिङली सबैजना भेट भइरहेको छ यहाँनिर। मलाई मात्र बोलाएको होला भने चाहिँ यहाँ त आउँदाखेरि त सुधीर दाई सबैले सरप्राइज हुन्छ खास आज। यता हाम्रो सन्दीप भाइ चाहिँ फेरि युट्युबको लागि जोड गरिरहेको थिएँ। युट्युब म त एकदम है, म त मेरो फ्यानहरूलाई एकदम माया गरिरहेको छु है। बाई बाई। अब हाम्रो सुटिङ फ्लोरमा कहिलेबाट जान्छ है? सम्भवतः चाँडै। सामी छैन त्यसो। साम्यलाई पनि हामी ल्याउने पहलमा छौँ, तर नल्याएको राम्रो है। अरू भएको राम्रो के कसो। बरु यति भनेर गाली गरेर बरु भ्युज गरेर मोटाइज भयो त्यो मेरो च्यानल।
त्यसले बचाउने मामाकोमा जाने हो खाना खाइएन भने म अरू खानु भने है म त खिचिरहेको छु है मेरो त यहाँ सब्सक्राइबर बढाउनु पनि छ मोनेटाइज गराउनु पनि छ होइन म खासमा मोबाइल किन्ने सोचमै थिइनँ खास भनेको होइन अनि मसँग पैसा पनि थिएन सर होइन हिजो मेरो त कोटेश्वर एउटा मल पसेको साथी मलाई लास्टै मान्छन् के म त कलाकार भनेर अनि फेरि समय के भयो भने बुढी बुढीको इन्सुरेन्सको लागि भनेर 1,14,15,000 पैसा घरबाट बोकेर हिँडेको थिएँ बुढीले इन्सुरेन्स गरेँ भनेर पठाएको थिएँ पैसा पैसा बोकिरहेको थियो होइन अनि कोटेश्वर गएँ अनि दाइले चाहिँ दाइ अनि यसो मोबाइल हेरेको के छ त यो आइफोन यसो किस्ता पाइँदैन भनेको नि हे भाइ तपाईँलाई नि किस्ता पर्छ के अरे कति पैसा छ दिनु अनि मलाई तपाईँ बिस्तारै दिनु भन्छन् बुढो त हो र सिधैबाट छ रे दाइ फाइदा यो अनि के भन्छ नि दाइ जिसिन्छ नि क्या भनेको त ल अहिले 11:30 बजी मोबाइल आएर लिएर जानु अनि एउटा चेक चाहिँ काटिदिनु 3-4 महिना पछाडि डेट नराखिदिनु जहिले हुनु बिस्तारै हालिदिनु भयो नि सबैभन्दा राम्रो स्कुल यही हो कि जस्तै त यस्तो ब्लग बनाउँदाखेरि सन्दीपलाई ठिक हुन्छ होला होइन म त कहिले काहीँ मात्रै भ्लग दाइ यस्तो होइन आज चाहिँ मोनेटाइज गर्नलाई डबल क्यामेरा यो तपाईँको 17 प्रो म्याक्स हो कि प्रो हो है बादाइ 17 प्रो म्याक्स हो कि प्रो हो यो 70 प्रो म्याक्स कति जिबी दाइ यो हो कि 256 आम्बो पुगिहाल्यो नि त यार यसो बेस पार्ट यो हो कि के दाइ म पनि देखिरहेको छु बाल्दै पनि देखिरहेको खै 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 एकैचोटि ओहो किन्नु पर्यो त एउटा नयाँ फेरि हामी ब्याक भएको छौँ भ्लग लिएर भन न केही बोल्दिनँ भनेको थियो नि त उता होइन अघि बोल्दैन भन्दै थियो अब बोल्छ उसले हाम्रो सन्दीपको च्यानल ल दाइ सुरु त हामीले पनि भन्नु पऱ्यो यो 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 चाहिँ नयाँ च्यानल हो यसबाट भ्लग आउँछ ओके नयाँ दाइ ठिकै छ अब नयाँलाई एकदमै सपोर्ट गरिदिनुहुन्छ नयाँ च्यानललाई चाहिँ दाइ भन न अझै भन्नु न अझ नट इन्ट्रेस्टेड म केही पनि भन्दिनँ उसको ब्लगमा किन त्यस्तो ठिक छ उसले नभने पनि तपाईँहरूले माया भन्दै गर्नु भन्दिनँ पर्दैन है कसैले पनि सब्सक्राइब पनि गर्नु परेन कसैले पनि माया पनि गर्नु परेन हेर्नु पनि परेन कसैले नगर्नु उसको मायालाई सृष्टिले भनेर सबले मान्नुहुन्छ हरिले भने चाहिँ मान्नु न मान्नुहुन्न आज आएर यस्तो गऱ्यो कस्तो तिमीले। भएको छ यो मान्छे सेल्फिस भएको छ कसरी भयो सेल्फिस भएको छ ऊ सेल्फिस त्यही भएर उसको नगर्नुले मलाई धोका दिँदैछ के कुरामा हरेक कुरामा जस्तै जस्तै कि भन्न मिल्दैन यही पनि कन्टेन्ट हो लु जे नि बोल्छिन् जे नि गर्छिन् तर जे बोले पनि सब्सक्राइब गर्नु होला है त